यो चाहिँ नि यहाँकै डेरीको फार्मकै बनाएको रहेछ कस्तो मिठो है मैले फर्स्टमा किन्दाखेरि चाहिँ मैले एक्सपेक्टै गरेको थिइनँ कस्तो मिठो हुन्छ भनेर कि म चाहिँ खाएको अरूले जे खायो त्यही खानु मन पर्यो अर्का सोधेको है फेरि कस्तो रहेछ मिठो रहेछ सपनाले त्यही रहेछ कि अर्कोले खानै गरेको कस्तो रहेछ मिठो रहेछ आइसक्रिम मिठो छ क्या हाल्यो तर तपाईँले आज नि मान्छेले नि एउटा कुरा याद गर्नु जसले जे सपना देख्यो नि त्यही पुग्छ जे जे सोचेको सबै पुग्छ राम्रो सोच्यो भने पनि नराम्रो सोच्यो भने पनि अब क्या मिठो सपना मात्रै देखेर पनि भएन है अब त्यसको उयसमा हार्डवर्क पनि गर्नु पर्यो तपाईँले जस्तै मैले जस्तै है तर यस्तो हुन्छ अरे माथिबाट यस्तो हात पनि देखाउनुपर्छ अरे बिचरा कति कति मेहनत गर्छ हौ तपाईँको लाइफमा हुनै छ भनेपछि चाहिँ सपना हार्डवर्क हात पनि यस्तो हुनै पर्यो हुनै पर्यो मान्छेको मेरो त छ यस्तो त त्यो होइन भने चाहिँ होइन तर मान्छेले गरेको काम होइन गाडी कुदाउनु अब जति पनि हुन्छ गाडी कस्तो कस्तो काम गरेको हुन्छ नि त होइन वान्स गरिसकेको छ भने चाहिँ गर्दा भइहाल्छ म अस्ति जेरी अन्त टप भन्ने मुभी हेर्नु गएको थिएँ होइन त्यहाँ चाहिँ त्यो फर्स्ट बेस क्याम्प जाँदाखेरि चाहिँ एउटा उयो देखाउँदै थियो एउटा पुल लामो कहाँ हिलेरी ब्रिज के भनिरहेको कि अनि म छक्कै परेन हिलेरी ब्रिज चाहिँ किन भनेको तेन्जिङ शेर्पा फर्स्ट चढेको नि त हिमाल त हिस्ट्रीमा त त्यही भन्छ नि त कसरी चाहिँ हिलेरी ब्रिज भयो भनेको क्या तेन्जिङ शेर्पा चाहिँ भारी बोक्ने धेरै नि त भारी बोक्दा फर्स्ट पुग्यो अरे साँच्ची हो साँच्ची त्यस्तै भन्यो मलाई कुनै थाहा छैन मलाई चाहिँ अब चाहिँ मार्छ होला है होइन तपाईँहरूले शेर्पाहरूलाई के भन्नु भयो अरे भनेर अब तर त्यो चाहिँ होला हौ साँच्ची नै के भन्छ होला भनेको त मऱ्यो हौ साँच्ची सुन्छ कि शेर्पा समुदायकोहरूले त्यस्तो भन्छ तर होइन बारियल हो भने त हेर्नु पर्यो होइन सब ऊ भारी बोकेर गएको हो साँच्ची ऊ फर्स्ट भयो होइन कति भयो अन्त मतलब अनि तेन्जिङ शेर्पा चढेको हिमाल फर्स्टमा अन्त कसरी भन्दा चाहिँ उसको नाममा रह्यो भन्दा चाहिँ त्यो भन्ने होइन मलाई तर तेन्जिङ शेर्पालाई चाहिँ त्यो हिमाल चढ्नु चाहिँ अब होइन माउन्ट एभरेस्ट चढ्नु त उसलाई साह्रो पऱ्यो नि त तर अहिले चाहिँ कतिजना मान्छेहरू चढिसक्यो उसले एउटा बाटो बनायो नि त त्यही बाटोलाई फलो गरेर चाहिँ सक्सेस हुनु सकेको हो नि त अहिले सबैजना होइन मान्छेले गर्दै नगरेको काम हो भने चाहिँ अब फर्स्ट रिस्क लिनु त साह्रै हो तर अब जे लाइफमा यति रिक्स लिनु पर्यो नि त है नभए चाहिँ के गर्नु रिस्क लिनु राम्रो हो नि त रिग्रेट भन्दा त वा क्या दामी भएन आर फर रिस्क आर फर रिग्रेट है कुन चाहिँ आर चुज गर्ने अब खतरा भयो नि त